Coronavirus death toll climbed to 3 overnight. Queensland's 11th case, 42 confirmed cases. In pandemic, global sales of vehicles were affected after cars were parked. जब 2020 को महामारीले विश्वका धेरै दिग्गज कम्पनीहरूलाई घुँडा टेकाउँदै थियो, त्यसबेला एउटा ब्याट्री बनाउने कम्पनीले एउटा कार मात्र बेचेन, रातारातमै विश्वको सबभन्दा ठुलो मास्क फ्याक्ट्री खडा गरेर कोभिडको समयमा नै $643 मिलियन को प्रफिट कमायो। Warren Buffett भन्छ, BYD is a young and promising company experiencing dynamic growth, a leader in innovation and technology. Our joint strength is based on high-tech cooperation, and BYD has a bright future. $2025 को डेटालाई हेर्ने हो भने BYD को टोटल रेभेन्यू भनेको $116 बिलियन छ भने टेस्लाको $94.8 बिलियन मात्र छ। र नम्बर अफ सेल्सलाई हेर्ने हो भने BYD को 2.26 मिलियन छ भने टेस्लाको 1.64 मिलियन। It is not a joke. BYD लाई सुरुमा एउटा मजाकको विषयमा लिएको थियो। With BYD, which is also on the West Coast, I think they're ramping up production of their electric vehicles. Warren Buffett owns 10% stake in that. Why do you laugh? BYD is trying to compete. Why do you laugh? जुन आज त्यसको कीमत चुकाउनु परेको छ। BYD ले यस्तो ब्याट्रीको इनोभेसन गर्छ कि जसको कारण इलोन मस्क ब्याट्री किन्न बाध्य हुन्छ। Tesla has admitted that BYD batteries are superior and will use them to power Tesla vehicles. सुरु अवस्थामा BYD सँग न त कुनै लार्ज क्यापिटल नै थियो न त कुनै रिसोर्सेस नै। BYD त केवल एउटा सामान्य ब्याट्री बनाउने कम्पनी मात्र थियो। तर पनि आज टेस्लालाई पछि पार्दै EV इन्डस्ट्रीको ग्लोबल लिडर बनेको छ। आखिरमा एउटा सामान्य ब्याट्री बनाउने कम्पनी आज मार्केटको ग्लोबल लिडर कसरी बनाउँछ? BYD ले कुन स्ट्र्याटेजीको प्रयोग गर्यो त र कसरी सफल भयो? जान्ने छौं आज BYD को बिजनेस केस स्टडी। यो कहानी सुरु हुन्छ 1995 तिरबाट। त्यसबेला ग्लोबल ब्याट्री मार्केटमा जापानिज कम्पनीहरुको नै मोनोपोली चल्थ्यो। ग्लोबल ब्याट्री मार्केटमा सबभन्दा बढी मार्केट भएको जापानिज कम्पनी सोनी, स्यानियो र प्यानासोनिक जस्ता कम्पनीहरुको मोनोपोली चल्थ्यो र त्यसबेलामा ठूलो हिस्सा ओगटेको थियो यस कम्पनीहरुले। Here at the research center, Sony's scientists are at work to develop the company's advanced technology. अब इन्ट्री हुन्छ BYD फाउन्डर वाङचु आन्फुको। मिस्टर वाङचु एक पेशागत रूपमा इन्जिनियर थिए। उनी एउटा ब्याट्री बनाउने इन्स्टिट्युटमा R&D अथवा रिसर्च एन्ड डेभलपमेन्टमा काम गर्थे। अब यहाँ प्रश्न उठ्छ कि मिस्टर वाङलाई यस इन्डस्ट्रीमा किन आउनु पर्यो त? उसँग एउटा राम्रो प्रोफेसन थियो, उ एकजना इन्जिनियर थिए र त्यसबेला उसले राम्रो पैसा पनि कमाउँथे। तर पनि यो जापानिज कम्पनीहरुको कम्पिटिसन्समा मोनोपोली भएको कम्पनीहरुमा किन कम्पिटिसन गर्न आवश्यक थियो त मिस्टर वाङलाई? हामी सबैलाई यस्तै नै लाग्छ। तर मिस्टर वाङलाई थाहा थियो कि बजार कता जाने वाला छ भनेर। ब्याट्री मार्केट इन्डस्ट्री बिस्तारै शिफ्ट हुँदै थियो निकल क्याडमियम ब्याट्रीबाट लिथियम आयन ब्याट्रीतर्फ। पुरै दुनिया लिथियम आयन ब्याट्रीतर्फ शिफ्टिङ हुनुको मुख्य 3 वटा कारणहरू यहाँ छ। लिथियम आयन ब्याट्रीतर्फ शिफ्टिङ हुनुको मुख्य कारण भनेको चाहिँ पावर स्टोरेज क्षमता। लिथियम आयन ब्याट्रीको पावर स्टोरेज क्षमता चाहिँ बढी छ निकल क्याडमियम ब्याट्रीको तुलनामा। यी दुवै ब्याट्री चाहिँ रिचार्जेबल ब्याट्री हुन् है। जुन यो लिथियम आयन ब्याट्री छ नि जसको पावर स्टोरेज क्षमता चाहिँ 260 Wh/kg छ भने जुन यो निकल क्याडमियम ब्याट्री छ जसको पावर स्टोरेज क्षमता चाहिँ 50 Wh/kg मात्र छ। एन्ड सेकेन्ड रिजन भनेको चाहिँ लाइट वेट र सुपर पावरफुल। जुन हामी स्मार्टफोनको प्रयोग गर्छौं जसमा पनि हाम्रो लिथियम आयन ब्याट्रीको प्रयोग गरिन्छ। किन भन्दाखेरि यो लामो समय टिक्ने भएको कारणले लिथियम आयन ब्याट्री नै प्रयोग गरिएको हुन्छ यसमा पनि। एन्ड थर्ड रिजन इज environmental effect. Nickel cadmium battery more polluted as compared to lithium ion battery. जुन यो निकल क्याडमियम ब्याट्री छ जसको माइनिङ र म्यानुफ्याक्चरिङ प्रोसेसमा चाहिँ हेभी मेटलहरुको प्रयोग गर्ने भएको कारणले यसले चाहिँ माटो, हावा, पानीमा चाहिँ अत्याधिक रूपमा पोल्युसन फैलाउने गर्दछ एज कम्पेयर टु लिथियम आयन ब्याट्रीको तुलनामा। अब लिथियम आयन ब्याट्रीले चाहिँ पोल्युसन गर्दैन भन्ने कुरा होइन, यसको कम्पेरिजनमा चाहिँ यो भन्दा चाहिँ कम नै पोल्युसन गर्ने गर्दछ। अब यत्र सबै कुरा सुनिसकेपछि हामीलाई त यही लाग्छ कि लिथियम आयन ब्याट्रीको फ्युचर छ र लिथियम आयन ब्याट्रीमा इन्भेस्ट अथवा बिजनेस सुरु गर्नुपर्छ भनेर। तर कहानीमा ट्विस्ट यहाँबाट सुरु हुन्छ। मिस्टर वाङ डिसाइड द कम्प्लिटली अपोजिट डिसिजन्स। मिस्टर वाङले चाहिँ यहाँ उल्टो डिसिजन्स लिन्छन् जसमा चाहिँ उसँग भएको जति पनि पैसा अथवा इन्भेस्टमेन्ट चाहिँ निकल क्याडमियम ब्याट्रीको म्यानुफ्याक्चरिङ र बिजनेस बिल्डमा लगाउँछन्। मिस्टर वाङले अपोजिट डिसिजन लिनुको मुख्य कारण भनेको चाहिँ जुन बेला जापानिज कम्पनी सोनी, स्यानियो र प्यानासोनिक जस्ता ठुला कम्पनीहरू लिथियम आयन ब्याट्रीतर्फ शिफ्टिङ हुँदै गर्दाखेरि मार्केटमा अझै पनि IBM जस्तो ठुला कम्पनीहरूको प्रोडक्सन हाउसेसहरूमा चाहिँ निकल क्याडमियम ब्याट्रीको अझै पनि डिमान्ड धेरै नै थियो। अब यहाँनिर प्रश्न उठ्छ कि निकल क्याडमियम ब्याट्रीको डिमान्ड चाहिँ किन थियो भन्दाखेरि चाहिँ त्यसबेला चाहिँ जुन लिथियम आयन ब्याट्री छ त्यो चाहिँ पर्फेक्ट भइसकेको थिएन र एउटा अपग्रेडिङ फेजमा थियो।
र यो चाहिँ निकल क्याडमियम ब्याट्रीको तुलनामा चाहिँ बढी एक्सपेन्सिभ हुने गर्दाखेरि चाहिँ यसको डिमान्ड चाहिँ अझै पनि बढिरहेको थियो। मिस्टर वाङलाई लाग्यो कि यो नै सबैभन्दा ठुलो अपर्च्युनिटी र ग्याप हो भनेर र मिस्टर वाङले आफ्नो सबै इन्भेस्टमेन्ट चाहिँ निकल क्याडमियम ब्याट्रीको म्यानुफ्याक्चरिङ र फ्याक्ट्री सेटअप र बिजनेस बिल्ड गर्नमा लगाए। अर्को रोचक कुरा के थियो भन्दाखेरि मिस्टर वाङको कस्ट कटिङ र स्मार्ट वर्क। जापानिज कम्पनीहरूले चाहिँ निकल क्याडमियम ब्याट्रीको चाहिँ म्यानुफ्याक्चरिङ गर्दाखेरि चाहिँ हाइटेक रोबोटिक मेसिनहरूको प्रयोग गरेर गर्थे, जसले चाहिँ लागत पनि बढ्थ्यो र यसका लागि चाहिँ हेभी क्यापिटलहरूको आवश्यक पर्थ्यो। तर मिस्टर वाङसँग त यस्तो ठुलो जापानिज कम्पनीहरूको जस्तो हाइटेक रोबोटिक मेसिनहरूको प्रयोग गरेर म्यानुफ्याक्चरिङ गर्नका लागि त कुनै क्यापिटल पनि थिएन र मिस्टर वाङलाई अर्को कुरा के थियो भन्दाखेरि लागत घटाउनु थियो। त्यसपछि मिस्टर वाङले सोचे कि सस्तो लेबर र मेसिनको प्रयोग गरेर म्यानुफ्याक्चरिङ गर्ने भनेर, किनकि चाइनामा त लेबर सस्तो थियो अरू देशको तुलनामा। तर अझै पनि ब्याट्री म्यानुफ्याक्चरिङ गर्नमा चाहिँ समस्या थियो। जुन यो निकल क्याडमियम ब्याट्री छ नि, यसको म्यानुफ्याक्चरिङ गर्न चाहिँ एकदम टफ हुने र हाई सेन्सिटिभ खालको ब्याट्री हो यो। यसलाई चाहिँ 100% क्लिन स्पेसमा राखेर चाहिँ म्यानुफ्याक्चरिङ अथवा एसेम्बल गर्नुपर्ने हुन्छ। किन भन्दाखेरि कुनै पनि धुलो पानी अथवा तेलहरू पर्यो भने चाहिँ यसको ब्याट्री लाइफ घट्ने अथवा ब्याट्री ड्यामेज हुने र कतिपय केसमा त ब्याट्रीमै आगो लाग्ने गर्दछ। त्यसैले यसलाई चाहिँ एकदम क्लिन अथवा सफा एरियामा चाहिँ म्यानुफ्याक्चरिङ अथवा एसेम्बल गर्नुपर्ने हुन्छ। त्यसैले यो टफ र सेन्सिटिभ हुने गर्दछ। र यहाँनिर मिस्टर वाङले आफ्नो इन्जिनियरिङ आइडिया लगाएर सोध्छन् कि एउटा पुरै रुमलाई क्लिन गर्नुको सट्टा एउटा ब्याट्रीलाई मात्रै कसरी क्लिन गर्न सकिन्छ भनेर। र यहाँनिर इनोभेसन हुन्छ क्लिन बक्सको। यही क्लिन बक्सको कारणले गर्दाखेरि मिस्टर वाङको लाखौँ डलर बच्यो। कसरी भन्दाखेरि जापानिज कम्पनीहरूले चाहिँ म्यानुफ्याक्चरिङ गर्दाखेरि चाहिँ आफ्नो पुरै रुमलाई नै क्लिन गर्थे, जसले चाहिँ उनीहरूको कस्ट एकदम हाई हुन्थ्यो भने यही क्लिन बक्सको कारणले गर्दाखेरि BYDको ब्याट्रीमा 70 देखि 80% लागत चाहिँ घट्यो। र यही लागत कटौतीका कारणले र यही स्ट्राटेजीको कारणले BYDले आफ्नो फिल्डमा राम्रो प्रफिट र सक्सेस प्राप्त गर्यो। 2000 देखि 2002 सम्म आइपुग्दाखेरि मोटोरोला र नोकिया जस्ता ठुला कम्पनीहरूको ठुलो सप्लायर बनिसकेको थियो BYD। सोच्नुहोस् त, ब्याट्री इन्डस्ट्रीमा सक्सेसफुल बिजनेस हुँदै BYDलाई किन इलेक्ट्रिक कार बनाउनु पर्यो त? जेनरली हामीलाई यस्तै नै लाग्छ, तर यो नै BYDको सबैभन्दा ठुलो टर्निङ पोइन्ट हो। मिस्टर वाङलाई राम्रोसँग थाहा थियो कि उनले बनाएको बिजनेस छिटै नै क्र्यास र अन्त्य हुनेवाला छ भनेर, किन भन्दाखेरि पुरै दुनियाँ लिथियम आयन ब्याट्रीतर्फ शिफ्टिङ लगभग भइसकेको थियो र त्यस बेलासम्म आइपुग्दाखेरि लिथियम आयन ब्याट्रीको पर्फर्मेन्समा चाहिँ धेरै नै अपग्रेड भइसकेको थियो पहिलाको तुलनामा। त्यसै कारणले गर्दा मिस्टर वाङले डिसाइड गरे कि इलेक्ट्रिक भेहिकल बनाउँछु भने। BYD. The company now plans to introduce its rechargeable electric car this year. The cars were originally expected to hit the market in the US in 2011. इलेक्ट्रिक भेहिकल बनाउँछु भने BYDले सुरुमा इलेक्ट्रिक बस र कारहरू निकाल्यो, तर त्यसको पर्फर्मेन्स खासै राम्रो थिएन। सुरु अवस्थामा BYDको डिजाइन खासै राम्रो थिएन। यो चाहिँ अरू मोडल जस्तो देखिन्थ्यो। यसो हेर्दा कपी पेस्ट मोडल हो कि जस्तो लाग्थ्यो सबैलाई। र यसको कार र बसहरूमा चाहिँ हेभी मेन्टेनेन्सको खर्चहरू आउने गर्थ्यो। त्यसबेला BYDले 1 दशकभन्दा बढी समय यस्तै कार र बसहरू बनायो र पुरै दुनियाँमा BYD एक समय त मजाकको विषय पनि बन्यो। BYD, which is also on the West Coast, I think they're ramping up production of their electric vehicles. Warren Buffett owns 10% stake in that. Why do you laugh? BYD is trying to compete. Why do you laugh? त्यस समयमा भने अमेरिकामा इलोन मस्कको कम्पनी टेस्ला इलेक्ट्रिक भेहिकलमा नम्बर 1 मा थियो। टेस्लाले त्यस बेलासम्म टेस्ला मोडल 3 लन्च गरिसकेको थियो। टेस्ला मोडल हेर्दाखेरि एट्र्याक्टिभ लुक, डिजाइन र यसको ब्याट्री पर्फर्मेन्स एकदम राम्रो भएका कारणले त्यस बेला धेरै फेमस भएको थियो टेस्ला मोडल 3। र फेरि सुरु हुन्छ कोभिड पेन्डेमिक। पुरै दुनियाँ महामारीको चपेटामा पर्छ र पुरै दुनियाँ एउटा कोठामा थुनिन्छ। लकडाउनका कारण सबै कम्पनीहरूको सप्लाई चेन ठप्प हुन्छ र BYDले त्यसबेला नयाँ कारहरूको मोडल निकाल्छ र त्यो कारहरू बिक्री हुँदैन, किन भन्दाखेरि पुरै देशमा लकडाउन भएको कारणले सप्लाई चेन ठप्प भएको हुन्छ। तर यो डेटा हेरेर म पनि सक भएको। 2020 को डेटा अनुसार कोभिड पेन्डेमिकको समयमा BYDले लगभग $643 मिलियन को प्रफिट कमाउँछ, जबकि त्यस समयमा सप्लाई चेन ठप्प भएका कारणले अरू सबै कम्पनीहरू घाटामा थिए, जस्तै कि टाटा मोटर, ल्यान्ड रोभर, निसान, इभन टेस्ला पनि घाटामा थिए। भने यहाँनिर प्रश्न उठ्छ कि अरू कम्पनीहरू घाटामा थिए भने BYDले कसरी नाफा कमायो त यस बेलामा?
भने जब कोभिडको महामारी सुरु भयो त्यसपछि सप्लाई चेन ठप्प भएका कारणले BYD-ले निकालेको कुनै पनि कारहरू बिक्रिने भएन र BYD-ले आफ्नो कर्मचारीलाई तिर्नुपर्ने स्यालेरी दिन पनि बन्द हुने स्थिति आइपुग्यो र BYD मालिकले सोचे कि यही नै मेरो सबैभन्दा ठुलो अपर्च्युनिटी हो भनेर सोचे मिस्टर वाङले र महामारीका लागि ह्यान्ड सेनिटाइजर र फेस मास्क बनाउन सुरु गरे र केही समयमै दुनियाको नम्बर 1 मास्क बनाउने कम्पनीको रूपमा चिनिए। On January 31st, Wang Chanfu, president and chairman of BYD, decided that the company must begin making masks within 2 weeks. It would typically take about 40 days to purchase mask-making machines. With no time to spare, BYD decided to be self-sufficient and build the machines from scratch. BYD's powerful capabilities in the research and design of molds and industrial equipment played a key role. More than 400 र यसरी चाहिँ BYD-ले कोभिडको अन्त्यसम्म आइपुग्दाखेरि $643 मिलियन को प्रफिट कमाएको थियो। फेरि पनि प्रश्न उठ्छ कि आखिरमा BYD-ले टेस्लालाई कसरी हरायो भनेर। BYD फाउन्डर मिस्टर वाङलाई यत्रो दशकको अनुभव र अनुसन्धानबाट यो कुरा थाहा भइसकेको थियो कि यदि EV इन्डस्ट्रीमा सक्सेसफुल हुनुहुन्छ भने के कुराको इम्पोर्टेन्ट हुन्छ भनेर। BYD-लाई थाहा थियो कि EV इन्डस्ट्रीमा सक्सेसफुल हुनका लागि मुख्य गरी 3 वटा चीजमा फोकस गर्नुपर्छ। पहिलो भनेको कस्ट, दोस्रो भनेको रिसर्च एन्ड डेभलपमेन्ट, थर्ड भनेको डिजाइन। भने त्यस बेलासम्म आइपुग्दाखेरि टेस्लाले आफ्नो लागतलाई धेरै घटाइसकेको थियो अरूको कारको तुलनामा। BYD-ले कोभिडको समयमा ब्याट्री इन्डस्ट्रीबाट कमाएको सम्पूर्ण फन्ड र प्रफिटहरू चाहिँ रिसर्च एन्ड डेभलपमेन्टमा लगाउँछ र के कुरा पत्ता लगाउँछ भन्दाखेरि EV कारमा इन्जिन इम्पोर्टेन्ट होइन ब्याट्री इम्पोर्टेन्ट हुन्छ भनेर। कोभिडको समयमा BYD-ले गरेको अनुसन्धानबाट चाहिँ 2020 मा यस्तो खालको ब्याट्रीको इनोभेसन गर्छ BYD-ले पुरै दुनिया छक्क पर्छ। BYD-ले ब्लेड ब्याट्रीको निर्माण गर्छ। BYD-को सबैभन्दा ठुलो कम्पिटिटर्स भनेको टेस्ला हो। टेस्ला कारका मालिक इलोन मस्कले टेस्ला कारका लागि ब्लेड ब्याट्री किन्छन् BYD-सँग। जुन यो ब्लेड ब्याट्री छ नि यसको प्रोडक्सन हुनुभन्दा अगाडि टेस्ला कारमा युज हुने ब्याट्री चाहिँ NMC ब्याट्री थियो। NMC ब्याट्री भनेको चाहिँ निकेल म्याग्नेज कोबाल्ट ब्याट्री। तर यो ब्याट्रीमा अझै पनि समस्या थियो। समस्या के थियो भन्दाखेरि एकदम हाई टेम्परेचरको भएको बेलामा चाहिँ सर्ट सर्किट भएर आगो लाग्ने सम्भावना चाहिँ बढी थियो। कतिपय केसमा त पार्किङ स्थल अथवा चार्जिङ स्टेसनमै आगो लागेको पनि देखिन्छ। यस ब्याट्रीमा चाहिँ एक्सिडेन्ट जस्तो केसहरूमा चाहिँ हायर चान्सेस हुन्थ्यो कि आगो लाग्ने सम्भावना। तर जुन यो BYD-ले निर्माण गरेको ब्लेड ब्याट्री छ नि यसमा चाहिँ प्रयोग भएको छ लिथियम आयन फोस्फेट केमिस्ट्री। जुन यो NMC ब्याट्री छ नि यो एकदम हाई टेम्परेचरको केसमा चाहिँ कहिलेकाहीँ सर्ट सर्किट भएर आगो लाग्ने गर्थ्यो। त्यसै कारणले गर्दाखेरि यो ब्लेड ब्याट्रीलाई पनि एउटा नील पेनिट्रेसन टेस्ट नामक टेस्टिङ गरियो। यो टेस्टमा चाहिँ ब्याट्रीमा हेभी ड्रिलिङ गरिन्छ जसको कारणले ब्याट्रीमा चाहिँ हेभी हाई टेम्परेचर क्रिएट हुन्छ। एउटा फ्रेममा हेर्न सकिन्छ NMC ब्याट्रीमा ड्रिलिङ गर्दाखेरि हाई टेम्परेचर हुँदाहुँदै यसमा आगो लाग्छ। भने अर्को फ्रेममा हेर्न सकिन्छ BYD-ले निर्माण गरेको ब्लेड ब्याट्रीमा चाहिँ ड्रिलिङ गर्दाखेरि हाई टेम्परेचर हुँदा पनि यसमा आगो लाग्दैन र ड्रिल गर्दाखेरि चाहिँ वर्कपार हुन्छ। त्यसैले यो नील पेनिट्रेसन टेस्टमा चाहिँ BYD-ले निर्माण गरेको ब्लेड ब्याट्री चाहिँ पास हुन्छ। जुन यो ब्लेड ब्याट्री छ नि यसमा BYD-को सबैभन्दा ठुलो सक्सेस के हो भन्दाखेरि चाहिँ एक्सिडेन्टको केसमा नर्मल ब्याट्रीहरूमा चाहिँ सर्ट सर्किट भएको कारणले एकदम हाई टेम्परेचर क्रिएट हुन्छ त्यस बेलामा चाहिँ र त्यसमा चाहिँ आगो लागिहाल्छ। भने यस ब्याट्रीमा चाहिँ हाई टेम्परेचर भएको अवस्थामा पनि आगो लाग्दैन र सेफ हुन्छ। यसै कारणले गर्दाखेरि टेस्लाले 2024 मा BYD-सँग चाहिँ ब्लेड ब्याट्रीको इम्पोर्ट गर्छ। त्यसपछि BYD पूर्ण रूपमा लागत घटाउन सफल भयो। यसलाई एउटा एक्जाम्पल टेबलबाट हेरौँ है त। चाइनालाई आधार बनाएर दुवै कारको प्राइस हेरौँ है त। BYD सिलको स्टार्टिङ प्राइस भनेको चाहिँ $15,270 पर्छ भने टेस्ला मोडल 3 को चाहिँ $36,275 पर्छ। युएसलाई आधार मानेर कारको प्राइस हेर्ने हो भने BYD सिलको स्टार्टिङ प्राइस भनेको $46,690 पर्छ विथ ट्यारिफ डलर। भने जुन टेस्लाको मोडल 3 छ यसलाई चाहिँ $36,690 पर्छ विदाउट ट्यारिफ। चाइनामा हेर्ने हो भने टेस्ला जस्ता अन्य कारहरूको तुलनामा चाहिँ BYD-को लागत चाहिँ 20 देखि 30% सम्म कम हुन आउँछ। लागत र कारको प्राइसमा यत्रो डिफरेन्स आउनुको मुख्य कारण भनेको चाहिँ BYD-ले आफ्नो माइनिङ, म्यानुफ्याक्चरिङ, डिजाइनिङ र ब्याट्री सेटअप, रिसाइक्लिङ जस्ता कामहरू चाहिँ आउटसोर्स नगरिकन सबै आफै निर्माण गर्ने र आफै बनाउने भएको कारणले प्राइसमा चाहिँ र लागतमा चाहिँ कम्ती आएको हो। BYD-ले आफ्नो लागत नियन्त्रण गर्नुको साथसाथै BYD-ले यस्तो खालको बिजनेस मोडल क्रिएट गर्यो कि जसले टेस्लाको तुलनामा आफ्नो नम्बर अफ सेल्स र रेभेन्यूलाई धेरै अगाडि पुर्यायो। टेस्लाले बनायो फुल्ली इलेक्ट्रिक EV कार भने BYD-ले बनायो PHEV कार। PHEV को अर्थ हुन्छ हाइब्रिड इलेक्ट्रिक भेहिकल। PHEV कारमा चाहिँ ब्याट्री मात्र प्रयोग गरेको हुँदैन यसमा चाहिँ ग्यास इन्जिनको पनि प्रयोग गरेको हुन्छ। यदि लामो दूरी तय गर्दाखेरि ब्याट्री सकिएको अवस्थामा चाहिँ ग्यास इन्जिनको प्रयोग गरेर पनि ब्याट्रीलाई रिचार्जेबल गर्न सकिन्छ। टेस्लामा चाहिँ यस्तो खालको सुविधा हुँदैन किन भन्दाखेरि टेस्ला भनेको चाहिँ फुल्ली ब्याट्रीमा डिपेन्डेन्ट भएको कार। हाइब्रिड इलेक्ट्रिक कार बनाउनुको मुख्य फाइदा भनेको चाहिँ कस्ट बेनिफिट। एउटा EV कारको सबैभन्दा ठुलो सम्पत्ति भनेको ब्याट्री हो। एउटा कारको टोटल कस्ट मध्ये 40% कस्ट चाहिँ
ब्याट्री लो घटेको हुन्छ। 40% कस्ट चाहिँ ब्याट्री बनाउन लाग्छ भने जसको ब्याट्री साइज सबैभन्दा ठुलो छ त्यसको लागत पनि बढ्छ र जसको ब्याट्री साइज सबैभन्दा कम छ त्यसको लागत पनि कम हुन्छ। अब यसमा चाहिँ BYD ले PHEV कार बनाउने भएका कारणले यसमा चाहिँ ब्याट्री साइज सानो लाग्छ र टेस्लाले बनाउने इलेक्ट्रिक कारमा चाहिँ ब्याट्रीको साइज ठुलो हुने भएको कारणले यसको कस्ट पनि बढ्न जान्छ। त्यसैले BYD को लागत अरूको तुलनामा 20 देखि 30% कम हुन आउँछ। अर्को फाइदा भनेको सबै शहरहरूमा चार्जिङ स्टेसनहरू नहुन सक्छ। त्यस्तो समस्याहरूलाई PHEV कारले समाधान गरेको छ। अर्को फाइदा भनेको चाहिँ BYD को प्राइस मोडल। PHEV कारलाई सबै आम्दानी दर भएका व्यक्तिहरूले किन्न सक्छन्, जस्तो कि निम्न, मध्यम र उच्च वर्गका। भने टेस्ला कारलाई चाहिँ उच्च वर्गकाले मात्रै किन्न सक्छन्। त्यसैले आजको समयमा BYD EV इन्डस्ट्रीको सुपर हिरो बनेको छ। आजको BYD को बिजनेस केस स्टडी यति नै। अर्को केस स्टडीमा पक्का भेटौँ।